हामी जर्मनीको टियर सिटीमा आइपुगेका छौं र टियर सिटीको यो ऐतिहासिक ठाउँमा छौं। यति बेला कार्ल मार्क्सको जन्मघरमा आइपुगेका छौं, जुन चाहिँ जर्मनीको राइन प्रान्तको टियर सिटीमा रहेको छ। यही ठाउँमा कम्युनिस्ट आन्दोलनका एकजना हस्ती कार्ल मार्क्सको चाहिँ जन्मघरमा हामी जाँदैछौँ र यहाँलाई देखाउँछौँ के कस्ता चीजहरू छन्। विश्व इतिहास, कम्युनिस्ट आन्दोलनको एउटा इतिहास बोकेको ठाउँ जर्मनीको यो टियर सिटीमा हामी यहाँलाई देखाउँदैछौँ के छ त भित्र। हामी कार्ल मार्क्सको घरभित्र प्रवेश गरिसकेका छौँ र कार्ल मार्क्स यही घरभित्र जन्मिएको कुरा चाहिँ यहाँ पनि उल्लेख छ। सन् 1818 को मे 5 तारिकका दिन यही घरभित्र कार्ल मार्क्स जन्मिएको र सन् 1883 को मार्च 14 तारिकका दिन उनको चाहिँ लन्डनमा मृत्यु भएको थियो। र आज पनि कार्ल मार्क्सले जुन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको एउटा सिद्धान्त आविष्कार गरेका थिए त्यो चाहिँ विश्व प्रसिद्ध छ। कार्ल मार्क्सको यो सिद्धान्तलाई आजको दिनमा पनि मार्क्सवाद नमान्ने पुँजीवादीहरू पनि मार्क्सले ऐतिहासिक भौतिकवादलाई जुन एउटा सिद्धान्त आविष्कार गरेका थिए त्यसलाई मान्ने गर्दछन्। र कार्ल मार्क्स र एङ्गेल मिलेर कम्युनिस्टहरूको पहिलो अन्तर्राष्ट्रिय सङ्गठन पनि निर्माण गरेका थिए। अब हामी कार्ल मार्क्सको घरको अर्को कोठामा प्रवेश गरिसकेका छौँ र यहाँनिर तपाईँले देख्नुहुन्छ एउटा काठको टुक्रा यहाँनिर राखिएको छ र यहाँनिर तल लेखिएको छ सन् 1983 मा यो काठको टुक्रा परीक्षण गर्दाखेरि सन् 1727 मा यो घर बनेको प्रमाण चाहिँ यो जुन अहिले घर छ कार्ल मार्क्सको त्यो घरभन्दा अगाडिपट्टि भेटिएको एउटा काठ अथवा भनौँ एउटा रुखको टुक्राको परीक्षण गर्दाखेरि चाहिँ वैज्ञानिकहरूले अथवा भनौँ अनुसन्धानकर्ताहरूले त्यो तथ्य चाहिँ पत्ता लगाएका छन्। अब हामी कार्ल मार्क्सको घरको अर्को एउटा कोठामा प्रवेश गरेका छौँ र तपाईँले यो अगाडि देख्नुभएको चम्किला ग्लासहरू भित्र कार्ल मार्क्सको जीवन, उनले कुन ठाउँमा कहाँ बिताएर उनको जीवन 64 वर्ष बाँचे त्यसो त कार्ल मार्क्स। र यहाँनिर यो एउटा स्क्रिन पनि यहाँ देख्नुहुन्छ। टियरबाट उनको आफ्नो जन्म सुरु भएको कार्ल मार्क्सले बोन, बर्लिन हुँदै उनले आफ्नो इहलीला लन्डनमा गएर समाप्त